नेपालगञ्जको गर्मी देखेर जाडोको कपडाहरू सबै प्याक गरेर राखेको। फेरि एकाएक मौसम चाहिँ यस्तो भयो। आज जानुपर्ने थियो पूजामा मामाघर। हामी चाहिँ यहाँ माइजू हजुरआमा र आमाले जाडो भयो भनेर मिठो तातो तातो चिया पकाएर दिँदै हुनुहुन्छ। अनि हामी खाँदै बस्दै गरिरहेछौँ। अनि यता चाहिँ खाना खाने ठाउँ यस्तो छ, पानी परेर आज सब बिजोग भयो। त्यही भएर यता ल्याएर राखेर चाहिँ यसरी खुवाइरहनु भएको छ सबैलाई। अनि हामी चाहिँ भाइको बकुवा दल्ने, कपाल काट्ने, बकुवा दल्ने कार्यक्रम थियो व्रत बन्धनको लागि। त्यसपछि भाइलाई रेडी गरेर यता भिक्षा दिनको लागि लैजानु भयो। अनि हामी चाहिँ भिक्षा दिँदैछौँ। यहाँ चाहिँ नानीहरू हामी पनि भाइ मामालाई भिक्षा दिन्छौँ भन्दै भिक्षा दिन गएका छन्। उनीहरूले चाहिँ पहिलोचोटि भिक्षा दिन देखेको अरे, कस्तो खुसी लाग्यो भन्दै थिए। त्यसपछि हामी भिक्षा दिएर सकेर खानासाना खायौँ। खानासाना खाना खाइसकेपछि एकछिन रमाइलो गऱ्यौँ। अनि एकछिन रमाइलो गरेर चाहिँ हामी घरतिर आयौँ। घर आइसकेपछि चाहिँ यहाँ यति बिजी हुँदाहुँदै पनि बुवा आमाले टाइम निकालेर कस्तो राम्रो फुलहरू लगाएर फुलाउनु भएको रहेछ। त्यसपछि यहाँ फुलहरू हेर्दैछु म चाहिँ, कति राम्रो फुलेको रहेछ। अनि यो फुललाई चाहिँ अब गोड्नु पऱ्यो भनेर हेरेँ। त्यसपछि बारीमा मकै लगाउनु भएको रहेछ, बोडी लगाउनु